यहाँनिर साइले दाजुको कान्छा चुचुको घर। मैले भेटेँ मैले चाहिँ सबैतिर एकदम ठिक भयो ल फुपाले बनाउनु भएको खानेकुरा खाइसक्यो मिठो भयो। लु खानै नि हो र दाजु। अब घर गुड मर्निङ सचुरु सेवा नमस्ते। तपाईँहरू सन्चै हुनुहुन्छ? म पनि सन्चै आराममा कुशल भएर फेरि पनि आइसकेको छु नक्कल पार्दै। के साह्रो नक्कल पार्दै चाहिँ नहुन्न। आज हाम्रो लास्ट डे जाल्पा। यहाँ हामी चाहिँ हाम्रो फोपोहरूको घर चाहिँ होइन यहाँ माथि हो नि त, माथि छ। यहाँ चाहिँ पिपी हाम्रो मूल घर चाहिँ पिपी चुचु चाहिँ यहाँ मूल घरमा बस्नुहुन्छ क्या। यहाँ तल अलिक तलै छ, हिँडेर आयो भने त आधी घन्टै लाग्छ हामीलाई। बाइक उयो माथि राखेर यहाँनिर पिपी र चुचुलाई अब जानेरी यसो भेटेर जानु भनेर हामी चाहिँ नुहाइ धुवाइ गरेर पनि यहाँ जाँदैछौँ। अनि उदि पुरा सानो निनी चाहिँ उति अब पर गइसक्नु भयो, जानु हुँदैछ। चाहिँ पछि जाँदैछ। हामी चाहिँ यताबाट अब हलेसी हुँदै जाने, हलेसीको अब यत्रो छेउ आएपछि त यसो दर्शन गरी जानु पऱ्यो नि त भनेर यहाँ नुहाइ धुवाइ गरेर अनि यहाँ चुचु र पिपीलाई भेट्नु जाँदैछौँ है गाइज। ल आजको भिडियो के कस्तो हुन्छ साथीहरू हेरेर साथ सपोर्ट गर्नु ल। ओह्रालो चाहिँ लुकुर हो नि उकालो आएपछि त ठहरे बिचरा अलिक बानी हुनुभयो। गाह्रो छ। हाम्रो चुचु पिपीको भैँसी गोरु पारो यस्तो छ है पुर्खौली घर। हाम्रो नि बिचरा 52 वर्षमा आउनु भएर अब जानको लागि अब एकचोटि भएर हुनुहुन्छ। रुमी त फेरि बिक्री गरेर आउनु भएको छ होइन। दुध दुहिनुको लागि पिपी। गुड मर्निङ सोल्टी। गुड मर्निङ है। गुड मर्निङ। होइन चुचु हामी त यहाँनिर आगोको वरिपरि पो बस्छौँ। चुचु तर्सी है लाइट परेर पर्दैन पिपी पर्दैन। मलाई चाहिँ त्यतिकै बोकेर लान्छु पर्दैन। बिचरा यहाँ कसरी ढिल पारिदिनु हुँदैछ। हाम्रो कोसेली हो। कोसेली हामीलाई हौ पिपीको कोसेली हो हामीलाई। लु अब हामी त फोटो पनि खिच्यौँ। लु राम्रोसँग बस्नु है पिपी चुचु। लु राम्रोसँगले बस्नु। फेरि पनि भेट्नुपर्छ। मधेसतिर पनि आउनु है चुचु पिपी। फेरि भन्नु न एक दिन साइड गरेर कि बाहुन पराउनु पर्यो भनेको सेल पोलेर भ्याइन है टाइमै पाएन। अब दुध पै मात्रै खाए। अब युकेबाट आउनु जसरी पनि आएको बेला हाम्रो घर पस्नु है। मेरो घर पिपीको नातिनी म अब आइहाल्छु। कान्छ र यहाँ त भागेर आएको थिएँ एकचोटि मसिनोमा दाँत पनि यहाँ कान्छ के भयो पौडी खेलेको अरे अब चाहिँ चट्टा लाएर दुईटा ज्याकेट लाएर हिजो कामेर झन् भनेको आज जस्तो दिन भएको भए के हुन्थ्यो। हिजो त डुस्सा लागेर पानी परेर घुम्ने दिनमा जाने, आज चाहिँ हेर मौसम पनि
घाम लागिरहेको छ। अब हामी चाहिँ हलेसी दर्शन गर्दै चट्ट ल्याएर घर जाने हो। सारा लाएर कतिखेर नानीहरूलाई भेट्नु भइरहेको छ। हजुर हजुर त्यही र त्यही तपाईँ पनि एक्लै हुन्छ। हामीलाई त सबैले मधेस भनिहाल्यो यता। अनि अब मधेस जान लागेको। निनी पनि यहाँ बिचरा हामीलाई हेरी पठाउनु भनेर निस्किनु भएको रहेछ। अनि भारीहरू मिलाउँदैछ अनि जाने हो। सर ल्याएर त्यो निनी हुन्छ। तपाईँहरू पनि आउनु न निनी। अनि मेरो 12 क्षेत्रमा त्यो सोध्न नम्बरलाई दिएको थियो कि हजुर यो चाहिँ हाम्रो घर। सर बाहिरको घर हो माइ घर। वरिपरि बिचरा हाराङ हुरुङ भएको। आउँदाखेरि कति रमाइलो थियो। जाँदा छुट्टिँदाखेरि चाहिँ अलिक कस्तो लाग्ने छ। तर आउँदा पनि केटाकेटीलाई छोडेर आएको कस्तो हुँदै आएको। जाँदा पनि कस्तो एकचोटि हलिसमा साथीहरू अनि घर यहाँ हेलमेट बोक्नु नसकेर पनि कम गाह्रो छ। हेलमेट पनि घाम लागिरहेको छ। दुईवटा जाने हिजो त कामेरमा झन्डै मरेको छु नि त। अनि कहाँ छोड्छु त म पछि नै आओस् न लगाइदिन्छु म यहाँनिर साइले दाजुको कान्छा चुचुको घर। एक दुईवटा फोटो पोस्ट मारियो अरे हामी चाहिँ हिँड्नु लागेको। अब ए चस्मा धुलो भयो यार। अगाडि हामी जानु पर्थ्यो। हामीलाई पाउडर खुवाउनुको लागि अघि हिँडेको होइन। जल्पा अर्ग्यानिक ढुङ्गायो जल्पा बाई उता पनि खिच्नु। अनि यो त भिडियो सबैलाई फोटो भन्दा नि अर्ग्यानिक। फाइनली हुर्लुङ भन्छन् आइपुग्यौँ। अब यो हुर्लुङलाई चाहिँ हामीले छोडेर जानुपर्ने हुन्छ। कहिले आइन्छ थाहा छैन। टाटा बाई बाई सी यु लेटर। चिसो रहेछ। ठन्डी लेकमा अनि यस्तो हेर्नु सल्लाह। हाम्रो गाउँ चाहिँ लेक पनि होइन बेसी पनि होइन कि के अरे पछाड सानो गुम्बा रहेछ त्यहाँ। आयो भिडियो बनाएको। खोल्नु यहाँ चप्पल जुत्ता यहीँ खोल्नुपर्छ। लानु पाउँदैन उता होइन। भयो त्यो खै घुमाउ। त्यो बजाउँदैन न घन्टी कि के बनाउँछ भिडियो। नत्र बनाऊ त्यही भिडियो। हो त्यो बजाउँदै हिँड न। के गरेको तिमीले। गणेश फोटो अरे गणेश पूजा।
लाइट यहाँ निसँग छ हौ हावा कम्ती छैन भदै त्यहाँ दुईजना भदैले उ मात्रै चढाउने रातो फुल चढाउनु अनि के गर्न आरेको के रहेछ बाल्न बाल्न यहाँ बाल्ने मेरो लागि खतरा माग्दै छु तिम्रो लागि भन्दा पनि पक्नु यताबाट घुम्नुपर्छ छोड्नु आफ्नो आफ्नो 3 फोन गरे यहाँ अघि आइसक्यो नि फेरि एक फोन गरेँ ल ल इन्टर अगाडि म फोटो निकाल्छु क्या घन्टी गर्नु यो चाहिँ मन्दिरमा अस्तिको चोटि आउँदाखेरि बोझहरू दिने होला है सोधेर पैसा यहीँबाट मात्र हो उताबाट फोटो खिच्नु पाउँदैन लास्ट होइन फोटो खिच्नु भित्र है फोटो खिच्नु पाइँदैन यहाँबाट ल गरेको पूजा बुढी हेलो के मागेको त भन त मलाई भन्नु पर्ने सुटुक्का नि छोडल भयो पार्वती हिँड्न सुमित्रा के त्यसरी हिँड्नुपर्छ हो कति हो बच्चा मुनिको मैले क्या
किन कतिचोटि हो हामी त पर्दैन यिनले मात्र हो तिमी ढोग्ने हो र साली हो कान्छी नि आउँदो रहेछ पूजा गर्न भिडियो गर्नु पर्यो भनेको कस्तो रहेछ फोटोमा ल कृष्ण भाइले कतिको है त ल उसको पनि चर्केको हो साइलाको पनि मैले भिडियो मैले चाहिँ सबैतिर के हो क्या फोटाउँछ भिडियो सबैको भिडियो घुमाउनु एकदम ठिक भयो नरिवल फुटाको भिडियो खिचिस् नि होइन भाइ कान्छा हामी त सक्छ सकेको पर्छु झरे क्या हो भक्कै झरे सुमित्रालाई सुमित्रा लगाइदेऊ लगाइदिनु कामना चाहिँ आज पुरा हो कि हाम्रो सबै यत्रोमा हेर्नु पर्यो आएको चैत्र कपालमा सुगा है त आफै लाउनु पर्यो मैले नभए भदैले लाउनु तपाईँ उठु भन्दा पनि ठिक हो लाउनु निनीलाई टिका भदैले लगाइदिनु हुँदैछ यो त भोपले बनाइदिनु भएको नि दाजु आलुदम खाने भए आउनु आलुदम हामीले एउटा खाजा हाल्नु भयो कि
ल अब चाहिँ गम खानुपर्छ है एकछिन ल फोपाले बनाउनु भएको खानेकुरा खाइसक्यो मिठो भयो लु खानै नि बल गर्नुपर्छ तपाईँले खाने नै यही हो अब अरू त के खान्छ म त अब नभए खाएर अब जान्छु घर लागि लु जम्मै अब यो टाढो पल्लोपट्टि होइन रेख्ने त हरियाली रहेछ हो र दाजु अब घरमा गएर चाहिँ मजाले नहुने क्या बिहान त एक बुहारी चाहिँ लास्टै थाक्नु भयो अब हाम्रो त कुरा पानी पानी ल्याउनु अरे उदय उपर पाउँदैन के पानी त्यहाँ पानी खानु पनि नदिएर अरे नि अहिले कुरो अनि पानी खाएपछि पास्नु आउँदैन फेरि अन्त अब यस्तो धुलो हुँदो रहेछ अनि फोपले गाजा लाग्दैन त अनि त्यत्रो काठमाडौँदेखि आउँदा अरे पेटलुकामा भनेर चाहिँ म साह्रै हाँसु कि फोपले पनि पता छ चस्मा पनि हाम्रो महल आइपुग्यो छोराछोरीहरू यहाँ खेल्दैछ है आमै 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 ल आऊ 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 आऊ